हिमालको काखमा बसेको एउटा सानो गाउँ थियो। त्यही गाउँमा आर्यन र सिया बस्थे। उनीहरू बाल्यकालदेखि नै साथी थिए। सँगै विद्यालय जान्थे, खुलामा ढुङ्गा फालेर खेल्थे, अनि डाँडाको टुप्पोमा बसेर साँझको सूर्यास्त हेर्थे। समय बित्दै गयो, मित्रता बिस्तारै मायामा बदलियो, तर कसैले कसैलाई आफ्नो मनको कुरा भन्न सकेनन्। एक दिन आर्यन उच्च शिक्षाका लागि काठमाडौँ जाने भयो। जानुअघि उसले सियालाई एउटा चिठी लेख्यो। सिया, म तिमीलाई धेरै माया गर्छु। फर्केर आएपछि तिमीलाई जीवनभर साथ दिने वाचा गर्छु। तर त्यो चिठी सियासम्म कहिल्यै पुग्न सकेन। बाटोमै हरायो। सियाले आर्यन किन केही नभनी गएको होला भनेर धेरै दिनसम्म प्रतीक्षा गरिरही। उसलाई लाग्यो, सायद आर्यनले उसलाई साथीभन्दा बढी कहिल्यै सम्झेन। काठमाडौँ पुगेपछि आर्यन दिनरात मेहनत गर्न थाल्यो। पढाइ सकियो, जागिर पनि राम्रो मिल्यो। तर उसको मन भने गाउँमै थियो। उसले धेरै पटक फोन गर्ने प्रयास गर्यो, तर गाउँमा नेटवर्कको समस्या थियो। सम्पर्क हुन सकेन। उता सिया गाउँमै शिक्षक बनिन्। उनले आफ्नो जीवन अरूका छोराछोरीलाई शिक्षा दिन समर्पित गरिन्। तर मनको एउटा कुनामा आर्यनको सम्झना सधैँ जीवित थियो। 5 वर्ष बिते। एक दिन गाउँमा ठुलो मेला लाग्यो। धेरै वर्षपछि आर्यन गाउँ फर्कियो। गाउँ पहिलेभन्दा धेरै परिवर्तन भइसकेको थियो, तर उसको मनमा रहेको सियाको मुस्कान भने उस्तै थियो। मेलाको भिडमा अचानक उनीहरूको आँखा जुग्ल्यो। दुवै केही क्षण बोल्नै सकेनन्। सियाले हल्का मुस्कुराउँदै भनिन्, यति धेरै वर्षपछि सम्झना आयो। आर्यनले गहिरो सास फेर्यो। मैले त कहिल्यै बिर्सेको थिइनँ। दुवै गाउँको पुरानो पिपलको रुखमुनि गए, जहाँ उनीहरू सानैदेखि बस्ने गर्थे। आर्यनले रोक्दियो, मैले दिएको चिठी तिमीले पायौ। सिया छक्क परिन्। कुन चिठी? त्यतिबेला आर्यनलाई सबै कुरा बुझियो। चिठी हराएको रहेछ। उसले आफ्नो झोलाबाट पुरानो डायरी निकाल्यो। त्यसमा उसले सियाका लागि लेखेका 100 शब्द थिए। उसले डायरी सियालाई दिँदै भन्यो, यी सबै वर्ष मैले तिमीलाई नै सम्झिएँ। सियाको आँखाबाट आँहे झर्यो। उनले भनिन्, म पनि तिमीलाई नै पर्खिरहेकी थिएँ। त्यही बेला गाउँका एक वृद्धले उनीहरूलाई एउटा पुरानो चिठी दिए। खेत जोत्ने क्रममा भेटिएको रहेछ। त्यो आर्यनले वर्षअघि लेखेको त्यही हराएको चिठी थियो। सियाले काँपिरहेका हातले चिठी खोलिन्। प्रत्येक शब्द पढ्दै जाँदा उनका आँखा रसाए। उनी मुस्कुराइन् र भनिन्, यदि यो चिठी समयमै आएको भए, हामीले यति धेरै वर्ष छुट्टिनु पर्दैनथ्यो। आर्यनले उत्तर दियो, सायद भगवानले हाम्रो प्रेमलाई समयको परीक्षा दिनुभएको थियो। केही महिनापछि गाउँभरि खुसीको खबर फैलियो। आर्यन र सियाको विवाह हुने भयो। विवाहको दिन गाउँभरि फुलले सजिएको थियो। सबैले उनीहरूको प्रेमको कथा सुनिरहेका थिए। विवाहपछि पनि उनीहरूले गाउँ नछोड्ने निर्णय गरे। आर्यनले गाउँमै पुस्तकालय खोले, सियाले विद्यालयलाई अझ राम्रो बनाइन्। हरेक साँझ उनीहरू त्यही पुरानो डाँडामा पुग्थे, जहाँबाट उनीहरूको प्रेम सुरु भएको थियो। सिया मुस्कुराउँदै भन्थिन्, हाम्रो प्रेम एउटा हराएको चिठीबाट सुरु भएर जीवनभरको साथमा बदलियो। आर्यनले उनको हात समातेर भन्थ्यो, साँचो प्रेम कहिल्यै हराउँदैन। कहिलेकाहीँ ढिलो मात्र पुग्छ। र त्यसपछि उनीहरूको जीवन प्रेम, विश्वास र सम्मानले भरिएको एउटा सुन्दर यात्रामा बदलियो।